छोडेर जाँदैछ भाइ गयो ल करण भाइ गएको ल बाई बाई फाइनली चाहिँ अब हामी चाहिँ जाँदैछु क्रेक पार्क लिएर पार्क लिएर अनि दाजु के छ ठिक छ एकदम अनि आराम हुन्छ एकदम अनि कति वर्ष भयो दुबई आउनुभएको होइन सर 17 वर्ष 17 वर्ष भयो 17 वर्ष अनि के छ दुबईको एक्सपिरियन्स अनि जोस् राम्रो छ कमाउने ल राम्रो नकमाउनुले अब त्यस्तै हो त्यस्तै हो अनि दुबईको जोस् ठिक छ यो कुराले राम्रो हुन्छ अब जब सब राम्रो भयो जो दुबई फ्रिडम छ है एकदम त्यसो भने चाहिए जति सबै सबै छ त्यो सबै पाउँछ त्यसो भने तपाईँ आउनुको यत्रो वर्ष भइसक्यो 17 वर्ष अनि कति महिनामा कसरी घर जानुहुन्छ तपाईँ 3 महिना 4 महिना गइरहेको छु 3-4 महिना त्यसो भने अब हामी फाइनली क्रिक पार्क जाँदैछौँ अब म हजुरलाई क्रिक पार्क जाँदैछु होइन हजुर अनि के भन्नुहोस् म भला गरेर बनाउँछु यस्तो भिडियोहरू बनाउँछु होइन अब हजुरलाई अब म पिकअप गरेर छोड्ने ड्रप गर्ने हो त्यही होइन त्यसको लागि अब त्यही त हो त्यही त हो। दुबईमा अब यही हो यही हो हिँड्नुभन्दा अरू केही छैन होइन हजुर अनि कहाँ गर्ने कल तपाईँ पोखरा अनि दाइको घर चाहिँ पोखरा अरे गाइस पोखरा अनि फाइनली अब मलाई त दाइहरू हुने ठाउँ चाहिँ छोडिदिनुहुन्छ दाइले कि अब दाइको आफ्नै गाडी छ अरे अब मलाई त ड्रप गरिदिनुहुन्छ बाबासँग त्यो पोखरा दाइ कति वर्षमा घर जानुहुन्छ म 6 महिनामा 6 महिना जानुहुन्छ ए 6 महिनामा जानुपर्छ त्यही हो म सबैलाई अब यही भन्न चाहन्छु कि दुबईमा टेक केयर ठिकै सबैभन्दा ठुलो आफ्नो ख्याल गर्ने हजुर फस्यो कि गयो फस्यो कि गयो होइन अनि केही सुझावहरू दिन चाहनुहुन्छ कि होइन यो 2-4टा कुराबाट टाढै रहनु त्यहीबाट पैसा कमाइन्छ होइन हजुर अब यसैमा चाहिँ फस्यो भने पैसा नि छैन घर पनि बिर्सिन्छ होइन बिर्सिन्छ दुबईमा आएको मान्छेले होइन दुबईमा आएको मान्छेले अब त्यही हो अब आफ्नो ऊ चाहिँ गर्नु पऱ्यो के भन्छ त्यो सेफ एन्ड सेफ्टी सेफ्टी भएर बस्नु पऱ्यो चाहिँ फ्रिडम छ अरू कन्ट्री जस्तो छैन फ्रिडम त फ्रिडम छ सायद हाम्रो नेपालमा नि यति फ्रिडम छैन होला होइन अब सेफ चाहिँ छ लास्टै सेफ्टी छ सेफ छ तर आफूले चाहिँ अब कसरी उ गर्ने भन्ने हो अब दायाँ बायाँ यता गर्नु भएन फाइन साइन त तर आउँछ नि फेरि फाइन छैन हुन्छ अस्ति त मेरो इन्सुरेन्स नबनाएर फाइन आएर अब बिगार्ने भनेको हाम्रै नेपालीले बिगार्छन् नेपालीले नेपाली हो होइन नेपालीले भन्दा नेपाली केटीहरू झन् डिजो बनाउँछ नि नेपाली केटीको त विश्वासै छैन छैन कि यहाँ दुबईमा छैन अझ भन्दा पनि यो के भन्छ यो छ नि डिभोर्स गरेर आएको यहाँ सबैभन्दा खत्तम दुबईमा अब सबै भनेपछि उनीहरूले चाहिँ उनीहरूको नि घर बिग्रेर आएको हुन्छन् यहाँ पनि अब बिगार्ने स्थिति हुँदो रहेछ कि यिनीहरूको सबैभन्दा खत्तम यहाँ मैले देखेँ होइन यत्रो 17-18 वर्षमा हजुर यति चाहिँ मलाई ज्ञान भयो कि अरू जे जस्तो भयो नि तर आफूले उ गर्नुपर्छ अब जतिसुकै लागोस् केटाहरूलाई के सुझाव दिन्छु भने जोसुकै लागोस् आफू कमाउन आएको यताउता गरेर खाइ यता गर्नु हुँदैन त्यही हो आफू केयर आफू सेफ आफू चाहिँ सेफ हुनु पऱ्यो त्यही हो यहाँ यति सोच्नु पऱ्यो कि म कमाउन आएको हजुर म कमाउन आएको होइन यति चाहिँ सोच्नु पऱ्यो कि तर यहाँ केटीहरू चाहिँ अब फ्रिडम यो चाहिँ बम्बईको रन्डी खाना पनि यतिको छैन कि छैन त्योभन्दा घटिया भइसक्यो घटिया भइसक्यो तर केटीसँग चाहिँ लाग्नु भएन गाइस केटीसँग लाग्यो भने लाइफ चाहिँ बिग्रिन्छ यहाँ दुबईमा फेरि गाइजहरू हाम्रो गाडीहरू चाहिँ आइसक्यो गाडी चाहिँ झकास छ अब हाम्रो दाइले सम्पर्क गर्नु होला दाइले आफै ल्याइदिनुहुन्छ यताबाट गरिदिनुहुन्छ सो अब हामी चाहिँ गाडीमा फाइनली जाने यो पार्कहरू दिनु सक्छु बाबासँग त्यही हो अब हाम्रो दाइको आफ्नै नेपाली दाइको अलिक के भयो भने चाहिँ अब सो नेपाली हुन्छ जे जस्तो भयो नि अब सपोर्ट चाहिँ मिल्छ गाइज अब दाइले के भयो भने सम्पर्क गर्नु होला यता बरदुबई दाइ कता कता लिन्छ तपाईँ म हरेक छु हर ठाउँ आफ्नै गाडी हो तपाईँ आफ्नै गाडी हो होइन हजुर कहीँबाट फोन आयो भने म उतिखेर पुग्ने हो हजुर टेन्सन लिनु पर्दैन त्यसको लागि टेन्सन लिनु पर्दैन अब हामी दाजुभाइ चाहिँ अब मजाले गानाहरू त के भन्छ दुबईमा अब सेफ छ है अन्त अरू देशभन्दा सेफ छ यस्तो हो आफू गुना भन्छ कि दुबई भनेको चाहिँ आफू सही सबै सही सही हो त्यो त यो चाहिँ यति चाहिँ ख्याल राख्नुपर्ने कुरा चाहिँ आफू सही हुनु आफू चाहिँ सही हुनु पर्यो आफू सही हुनु पर्यो यहाँ तपाईँको यति सेफ एन्ड सेफ्टी ठाउँ हो दुबई भनेको होइन हजुर तर आफू बिग्रियो भने बस यो न सुध्रिने ठाउँ छ न त्यसलाई अगाडि बढ्ने ठाउँ छ दुबई भनेको यस्तो ठाउँ हो
अनि तपाईँ अहिलेसम्म यो आउन अब यस्तो यति धेरै स्ट्रगल गर्नुभयो अब कति तपाईँले टाइम लाग्दैन 17-18 वर्ष जस्तो टाइम 17 वर्ष मेरो केटाकेटी फ्यामिली सबै यहीँ छ होइन ए खाने हुन्छ फ्यामिली केटाकेटी सबै यहीँ हुनुहुन्छ अब तपाईँको फ्यामिलीहरू सबै यतै हुनुहुन्छ सबै यहीँ हुनुहुन्छ सधैँ यो त फ्यामिलीहरू ल्याउनलाई कस्तो गर्नुपर्छ त ल्याउँदा अब अलिकति चाहिँ अब पैसाकै कुरो गरौँ होइन पैसा चाहिँ रुमहरू यता रुमहरू अब धेरै महँगो छ अनि त्यहाँबाट अब यसको लागि चाहिँ अब अलिकति स्यालेरी पनि राम्रो हुनु पऱ्यो होइन मेन भनेर सेलेक्ट चाहिँ राम्रो हुनु पऱ्यो अनि काम स्ट्रङ हुनु पऱ्यो कि स्ट्रङ हुनु पऱ्यो भोलि फ्यामिली ल्याउने कम्पनीबाट टर्मिनेट भयो भने त्यो राम्रो हुँदैन हुँदैन त्यो पनि एकदम समस्या हुन्छ त्यही भएर धेरै फ्यामिली ल्याउने कुरामा नै धेरै बुझेर मात्रै अगाडि बढ्नुपर्छ होइन अब आफ्नो फ्यामिली राम्रो भएन भने विदेशमा गाह्रो हुन्छ अब मेन भनेको त आफ्नो फ्यामिली राम्रो हुनु पर्यो अब बुझ्ने भयो भने त भयो अब हेर्नु यही पनि छ हजुर बुढाबुढी छन् बुढी एकातिर बुढो एकातिर होइन मेरै आँखाले देखेको छु मैले देखेको छ यस्तो छ फ्यामिली भनेर के गर्नु अब सबैको त त्यस्तो हुँदैन तर भन्न खोजेको त्यस्तो होइन तर कसैको त त्यस्तै छ मैले मेरै आँखाले देखेको पहिला एउटा दिदीहरू मसँग काम गर्नुहुन्थ्यो होइन बुढा हे बुढी है तर यस्तो हुन्छ अब अहिले हेर्नु यो जुन भिसाको काण्ड आएको छ नि हजुर सबै हाम्रै नेपाली दिदीबहिनीले गर्दा यो भिसाको काण्ड हो होइन हजुर ए दुनियाँ यहाँ रक्सी खाने बाहिर हिँड्ने बाहिर सुत्दिने होइन नाङ्गा हिँडिदिने यो चल्दैन नि त यो त दुवै हो कि यो त दुवै हो यो चल्दैन कि तर त्यही आफ्नो सही ठाउँमा चल्यो भने पुलिसले पनि सलोट गर्छ कि सर्ट गर्छ यहाँको सरकारले तपाईँले बुझ्नुभयो त्यस्तो ठाउँ हो यो होइन त्यस्तो ठाउँ हो त्यही भएर मैले तपाईँलाई यति चाहिँ भन्छु कि आफ्नो सेफ्टी रहनुपर्छ आफू चाहिँ सेफ्टी हुनु पर्यो अनि यहाँ धेरै भनेको मान्छेले होइन अरूको कुरा सुन्ने होइन हजुर अनि भएको नोकरी छोडिदिने हजुर अरूको भन्नाले त्यो बोयफ्रेन्डले गर्लफ्रेन्डको कुरा सुनेर यहाँ जिन्दगी बर्बाद भइरहेको छ किनकि एक ठाउँमा काम गरिराखेको हुन्छ नि ए त्यो काम छोड्दै यता आइज होइन म राम्रो काम खोजिदिन्छु भन्छ छैन सकियो उसको जिन्दगी नि बित्यो उताबाट नि काम छुट्यो होइन अब यता भिसा लाग्दैन के काम त्यस्तो गाह्रो हुन्छ त्यही भएर यो अरूको कुरा सुन्ने काम यहाँ छैन होइन आफ्नो तरिकाले खाने बस्ने आफ्नो काम तपाईँले अब को भयो जस्तो को होइदियोस् जस्तो लाग्छ मलाई रवि लामी 100 मा 100 रवि लामी एकदमै रवि भनेपछि म हरेक ठाउँमा उसको सपोर्ट गर्छु कि रविको नाम आयो कि म उसलाई एकदम कुनै ठाउँमा पनि अब तपाईँ रवि लामी छैन बालेन्सा अब हर्का साम्पाङ अब तिनी गुलमान घिसिङ छ नि तिनीहरू अहिले अब प्रधानमन्त्री चाहिँ को भएको हेर्न चाहनुहुन्छ म रवि लामी म भने रवि लामी छैन एकदमै फ्रेन्ड पनि हो सपोर्टर पनि हो होइन म यहाँ रवि लामी छैन भनेर आउने बित्तिकै मैले त्यसलाई दस हानिहाल्ने हो कि तर रवि लामी छाने भनेको यस्तो तर साँच्चीकै भनेको तर त्यसले ठग्यो सरकारी यस्तो त भन्दैछ तर त्यस्तो होइन किनकि अब त्यसले फसाएको हो जस्तो लाग्छ तर म पनि उसको धेरै गर्छु किनकि अब अहिले आउने जेनेरेसनले अब खोजेकै रवि लामी छाने होइन अब रवि लामी छाने भनेको होइन म त्यही भन्छु होइन मैले तपाईँसँग अन्तर्वार्ता दिँदैछु होइन अहिले मैले एकदम रवि लामी छाने मैले तपाईँलाई जहाँ ऊ भए पनि रवि लामी छाने आओस् होइन देश बनाओस् यही नै खुसी हुन्छ किनकि भोलि हाम्रो नेपाली युवाले दुबई धाउनु नपरोस् विदेश धाउनु नपरोस् होइन दुःख नपाओस् त्यही नै भन्न चाहन्छु किनकि रवि लामी छैन भनेको त अब देशकै मुहार फेर्ने ऊ जस्तो लाग्छ अब त्यो के अरे त्यो हर्क साम्बाङ भनेको त्यतिकै त्यो त त्यति धेरै भिजन चाहिँ छैन हाइवेमा उठेको मात्रै अब सोसियल मिडियाहरूमा हाई गर्दा त्यसलाई त्यो ऊ गर्दा माथि उठाएर मै छु भन्छ कि त्यसले अब जे गर्दा नि अब बालेन्स यस्तो अनि के अरे रवि लामी छाने यस्तो भन्नु त्यस्तो अब खासै सबैजना मिलेर जानुहोस् भन्न चाहन्छु हामी विदेशी हुने दाजुभाइ दिदीबहिनी सबैजनाले किनकि सबैजना अहिलेको जेनेरेसन मिलेकै राम्रो हो कि नै अहिले सबैजनाहरूको किनकि अब हामी बारम्बार यसरी अरूको देशमा गुलामी गरेर बस्ने स्थिति नआओस् कि अबको जो पनि नयाँ पुस्ता नयाँ आउँछ नि हजुर पोलिटिक्स आउँछ नि हजुर त्यसले चाहिँ अब हामीलाई त्यसरी अर्का विदेशमा चाहिँ गुलाम गर्न बात रोग लागोस् के रोग लागोस् त्यति नै भन्न चाहन्छु मैले कस्तो देखिरहेको छु भने चाहिँ
अब यहाँ अब मान्छेले अहिले होटलमा लग्यो भने चाहिँ अब त्यो क्यामेरा हुन्छ हरेक कुरा हुन्छ ब्ल्याकमेल गर्छ क्या नेपाल दिनु त्यति धेरै थाहा छैन कि सचेत अब परेको मान्छेले मात्रै थाहा हुन्छ परे कसरी बुझ्छ होला केटीहरूले होइन नयाँ नयाँ कस्तो हुन्छ भने यस्तो हो के सर ऊ के भन्छ भने होइन यत्रो पैसा खनेर आइसकेपछि उसले बुझ्ने बाध्य हुनुपर्छ कि मैले यो यति गरेर विदेश आएको छु होइन मैले कुन कदम चाल्ने भनेर उसलाई थाहा हुनुपर्छ कि हुनुपर्छ मैले कुन कदम चाल्दा राम्रो कुन कदम नचाल्दा नराम्रो उसलाई थाहा छ 100% थाहा छ होइन तर यहाँ धेरै जसो के छ हाईमा आएका छन् कि ओहो उसले त यत्रो कमायो होइन कसरी कमायो लास्टमा त कसरी कमायो बङ्गाली पाकिस्तानी त्यही हो यहाँ तर त्यो म के सुझाव दिन चाहन्छु भने नेपाल दिदीबहिनीहरूलाई त्यो अब त्यस्तो भरमा चाहिँ त्यस्तो मन फस्नु होला किनकि अहिले तपाईँले युज गर्छ अनि फेरि युज गरेर मात्रै ठिकै छ ल के छैन आइरहन् पछि तपाईँहरू ब्ल्याकमेल गर्छ त्यो फोटोहरू बनाउँछ भिडियोहरू बनाएर आउँछ अहिले मान्छे जस कहाँ पुगिसक्यो अब तपाईँहरू त्यो चाहिँ बुझ्न जरुरी छ तपाईँ दुःख पाउनुहुन्छ एकचोटिको मजाले अब एकचोटिको उसले त्यो प्याज टमाटरहरूले गर्दा तपाईँको लाइफ चाहिँ ड्यामेज हुनसक्छ किनकि अब भनेपछि अब फेरि अब सानो मुख ठुलो अब फेरि कसैले गाली गर्नुहुन्छ अब सोसियल मिडिया हो तर किनकि हाम्रो सुझाव भने अब तपाईँहरू जानुभयो अरे तपाईँको ब्ल्याकमेल गर्छ मैले कति धेरै देखिरहेको छु ब्ल्याकमेल अब होटेलमा गयो अब तपाईँहरू अलिक केही थाहा हुन्न होटेलमा गयो भने चाहिँ अब त्यो भिडियोहरू बनेर आउँछ भिडियोहरू अब सेभमा कसरी बनेर आउँछ क्यामेरा हुन्छ हरेक कुराहरू यो चाहिँ अहिले जान्नु जरुरी छ अनि जब भोग्छ अनि फेरि बल्ल थाहा हुन्छ सोसियल मिडियाहरूमा तपाईँ अहिले दिएको हुन्छ नि त्यो पछि फेरि तपाईँ यति धेरै पछुताउनुहुन्छ अब त्यो त पऱ्यो भने मात्रै थाहा हुन्छ त्यसैले आफूलाई सचेत रहनु होला त्यही हो अब नेपाली केटाहरूमा भनेर मात्रै हुँदैन नेपाली त्यही हो मैले नेपाली दाइले पनि एउटा दिदीलाई ब्ल्याकमेल गरेको देखेको छु अब होटेलमा लगेछ त्यसपछि फेरि अब पहिला युज गरे अब पछि फेरि उल्टै पैसा मागेर पैसा गरिदिन्छ नेपाली भनेर पनि हुँदैन त दाइ अब आफ्नो को कस्तो छ आफ्नो घर बुढाहरू छोडेर आउनुहुन्छ आफ्नो फ्यामिली छोडेर आउनु यो भनेको यो दुबई भनेको नेपालीले बेच्ने ठाउँ हो कि बेच्ने ठाउँ हो यो यति चाहिँ याद राख्नु होइन बेच्ने ठाउँ पनि हो बेची पनि राखेको छ होइन अहिले हरेक दलालको फन्दामा परेर होइन मान्छे बेचिरहेको छन् होइन हजुर त्यही त हो नि अब दलालको फन्दामा परेपछि गइ पनि हाल्छ कि मान्छे गइ पनि हाल्छ त्यसैले अब आफ्नो त्यो ख्याल आफै गर्नु होला किनकि अब हाम्रो भन्नु त केही छैन हामीले त सुझाव दिने हो अब तपाईँले बुझ्नुपर्ने कुरा तपाईँहरूको हो अब के भन्नु हामी त त्यस्तै हो आफ्नो केयर गर्नु होला टेक केयर एकदम खुसी चाहिँ भयो दाइसँग अब दाइले चाहिँ अब कतै आउनुहुन्छ दाइको चिन्नुहुन्छ भने दाइले चाहिँ अब आफ्नै दाइ हो अब नेपाली हुनुहुन्छ अब तपाईँले कतै जानु छ भने दाइको आफ्नै गाडी हो पर्सनल हो त्यस्तो ट्याक्सी होइन ट्याक्सीमा धेरै पैसा लाग्छ अब दाइले चाहिँ अब थोरै लाग्छ किनकि अब दाइले अब मिलाएर लगिनुहुन्छ होइन कसैलाई 5 रुपियाँ कम भए पनि होइन एउटा बिर्यानी आउँछ होइन बिर्यानी आउँछ त्यही हिसाबले हामी चलिरहेको छौँ होइन अब ट्याक्सीले 30-32 रुपियाँ लिन्छ भने हामी 25-30 रुपियाँमा ल्याइदिन्छौँ होइन त्यही त अलिकति सस्तो भयो नि होइन सस्तो अब मान्छेहरू प्रायः अब यहाँ अब यस्तै अब प्राइभेट गाडीमै हिँड्छन् होइन तर प्राइभेट गाडीमा हिँड्नु सेफ्टी छैन होइन जो पाए त्यसमा झट्ट चढी पाल्ने नहाल्नुहोस् होइन जान पहिचान आफ्नो नेपाली छ भने चढ्नुहोस् होइन चढ्नुहोस् तर सुविधा उक्त छ भने मात्रै चढ्नुहोस् होइन जो पाए त्यसमा नचढ्नुहोस् यही भन्छु म चाहिँ सबैलाई यही भन्छु है हाम्रो नेपाली दिदी बहिनी दाजुभाइ सबैलाई म यही भन्छु होइन यही सचेत दिन्छु म सबैलाई त्यही हो दाइले चाहिँ अब राम्रो गरिदिनुहुन्छ अब त्यही हो गाइस ल दाइ दाइसँग भेटेर खुसी लाग्यो ल दाजु ल धन्यवाद है ल गाइस अब म खाने लिस्ट हालेको अब दाइसँग भेट्यो खुसी लाग्यो ल दाइ हस् बाई बाई दाइ अब गाइस अब म चाहिँ पुगेँ अब यहाँ टिकट काटेर म चाहिँ भित्र बस्नु पर्ने अब फाइनली दाइसँग पनि भेटेँ जस नेपाली दाइसँग जस खुसी लाग्यो दाइसँग रमाइलो कुराकानी नि भयो अब जस मजा लाग्यो नि त अब आफ्नो नेपाली दाइ हो अब जे जस्तो भयो भने अब राम्रोसँग अब त्यही हो गाइस